हेलो नमस्कार। हिजो गएको जुन बाढी भन्दा नि एउटा ताल फुटेर धेरै नेपालको धेरै क्षेत्रहरूमा रसुवा लगायत धेरै क्षेत्रहरूमा चाहिँ प्रभावित भएको छ र अहिलेसम्ममा भनौँ धेरै मानिसहरूको बिछन्ती अवस्थामा पनि पुगिसकेको छ। त्यसैले गर्दाखेरि जसले जति जे जस्तो कुराहरू सहयोग गर्न सकिन्छ सहयोग गर्न आग्रह गर्दछु र नेपाल सरकारले पनि आफ्नो तर्फबाट जे जति सहयोग गर्न सक्छ त्यो गरिरहेकै छ। त्यसैले गर्दाखेरि अब अहिले जुन आइरहेको छ क्युआर सिस्टमको पेमेन्टहरूलाई छुट्टा छुट्टै क्युआर कोडहरू नगरिदिनु, सरकारले जुन गरेको छ, जुन अकाउन्ट नम्बरहरू दिएको छ त्यही हिसाबले आफूले रिपोस्ट नगरिदिनुहोस् होइन। त्यसले गर्दाखेरि सरकारले जुन पोस्ट गरेको त्यसलाई नै सेयर अथवा त्यसलाई नै कन्टिन्युटी गरेर सबैको सामु पुर्याइदिनुहोस्। जसले जुन जुन ठाउँबाट सहयोग गर्न सक्नुहुन्छ जे जति सहयोग गर्न सक्नुहुन्छ त्यो उहाँहरूले गर्नु नै हुन्छ र त्यसैले आफू अब त्यही नेपालमै हुनुहुन्छ र त्यतै अब एकदम डिरेक्टली नै सहयोग गर्न सक्ने महानुभावहरूले पनि सहयोग गरिदिनु होला होइन। एकदम आफू पनि सचेत भएर सहयोग गरिदिनु होला। अहिले पनि धेरै बढिरहेको छन् होइन, बढिरहेको छ खोलाहरू अझै रिस्क छ ठाउँहरू भन्ने सुनिरहेको छु। त्यसैले गर्दाखेरि आफू सेफ भएर सहयोग गरिदिनु होला। हस्, धन्यवाद।